नमस्कार यहाँहरु सबैलाई स्वागत छ आजको नयाँ एपिसोडमा र अहिले हामी ओशो तथागत मेडिटेसन सेन्टरमा छौं। मेरो बहिनी पहिलोचोटि आश्रममा आएको छ। कहिले पनि मैले आफ्नो फ्यामिलीको मेम्बरहरुलाई ल मेडिटेसनमा जाउँ यसरी आश्रममा जाउँ भनेर कहिले पनि भनिन र पाली चाहिँ मेरो बहिनी रूपा मेडिटेसन गर्न आएको छ र उसको आश्रम बस्दा फेरि मेडिटेसन क्याम्प कस्तो रह्यो अनुभव सुनौ कि कस्तो रह्यो भनेर। मेरो चाहिँ यो ओशो आश्रममा पहिलोचोटि थियो। म योभन्दा अगाडि कहीँ गएको थिइनँ, मेडिटेसनहरू पनि गएको थिइनँ। भित्रैदेखि कलिङ गरेर बोलाएको जस्तै जमजम जमजम भएर म कहिले दादाले जाम हिँड भनेर कहिले भन्नुहुन्न थियो। यसपालि चाहिँ मलाई भित्रैदेखि जान मन लाग्यो कि एकदम धेरै। यहाँ मैले फर्स्ट टाइम मेडिटेसन गरेको हो। फर्स्ट टाइम जस्तो नि भएन कि मलाई कस्तो आनन्द आयो। बाहिरको दुनियाँभन्दा डिफ्रेन्ट फिल भयो। अर्कै जोनमा आए जस्तै हैन। बाहिरको यस्तो त्यो बिजी लाइफभन्दा एकदम आफू रिल्याक्स, आफूले आफूलाई चिन्ने मौका पाए जस्तै भित्र आफ्नो सोलसँगै कनेक्ट भएँ म यहाँनिर। कहाँ थिएँ अनि म यहाँ किन आइनछु, ढिलो आएछु म यहाँ। मैले धेरै कुराहरू जान्नु थियो जस्तै भयो मलाई यहाँ आएपछि। यहाँको फेरि वातावरण पनि यस्तो राम्रो वातावरण है। यहाँ सबैजना एकदम मिलनसार, एकदम माया गर्ने, एकअर्कालाई रेस्पेक्ट गर्ने, आफ्नै घरमै आए जस्तै फिल भयो मलाई यहाँ। आनन्द आयो। धेरै कुराहरू मैले सिक्न पाएँ यहाँबाट, आफूले आफूलाई चिन्न पाएँ। मेडिटेसन गर्दाखेरि पनि यस्तो यति गहिराई हुँदो रहेछ भन्ने कुरा पनि मलाई यहीँ आएपछि थाहा भयो। अनि आफ्नै घरमै आएको जस्तै एकदम मिल्ने, एकदम माया गर्ने सबैजना। अब यहाँबाट मलाई जान पनि मन लागेको थिएन अनि यहीँ बस्नु लाग्ने। अनि यहाँ आफ्नै घरमै छु जस्तै फिलिङ भइरहेको थियो मलाई यहाँनिर। एकदम कस्तो इमोसनल पनि भइरहेको थियो कि म एक दिन चाहिँ कस्तो इमोसनल भएँ। आफै डान्सहरू गर्दा मेडिटेसनमा हुन्छ नि, आफ्नै फ्लोमा गइरहेको हुन्छ। आफ्नै फाल्टै संसार जस्तै कि आफै एक्लै इन्जोय गरिरहेको हुन्छ आफ्नै संसार। अनि वाइटरमा चाहिँ मलाई कस्तो इमोसनल पनि भएको थिएँ म। एकदम आफ्नो भित्रदेखि कति भावनाहरू निस्किरहेको थियो जुन अब एक्सप्रेस गर्न सकिँदैन नि त जो कोहीलाई। यहाँ कस्तो अब भन्ने शब्दै छैन कि ममा कति धेरै कुराहरू फिल गर्न पाएँ कि मैले। साइलेन्स क्याम्प थियो नि त हाम्रो त, एकदम एकअर्कासँग नबोल्ने साइलेन्स। अनि सबैजना बाहिर पनि साइलेन्स भएर बस्नु चाहिँ कस्तो छुट्टै अलग किसिमको रमाइलो कि। अनि फोनहरू पनि युज थिएन हाम्रो, फोनहरू पुरै बन्द थियो। अनि यो सोसल मिडिया यताउता भन्दा पनि फाल्टै संसार पनि यति रमाइलो हुँदो रहेछ हुन्छ नि। फोन नचलाउँदा पनि यति आनन्द आउँदो रहेछ। यो बाहिरको सोसल मिडिया हरेक कुरा भन्दा त यो ठिक छ नि जस्तो अर्कै टाइपको फिलिङ्सहरू आइरहेको छ। रमाइलो भयो।